दिने अन्टक्क छ सबभन्दा पहिला तेरै थुत्नु छ तेरै थुत्नु छ तोड्न लायक बोलिए पागल ल कहाँबाट सुरु गर ल चियावाले सुरु गर तिमी झगडाको बिउ त आइमै नि हो सुरु गर सिरियस है सिरियस नहाँसिकन गर्नु ल सिरियसमा जानु ल दुईजना यस्तो गर्नु कि लास्टमा डिभोर्स नै ड्याङ्ग रुचिकामा लो आली म तँलाई प्रश्न गर्दैछु त डिभोर्स चाहन्छस् चाहन्छु यस्तो मान्छेसँग बस्नु भन्दा त डिभोर्सै गर्नु ठिक छ अरे यार छोरा मान्छे त हिँड्नु पर्छ यार किन कुरो बुझ्दिनस् त के अन्त पहिले किस भन्छ आफू चाहिँ हिँड्छ लखर लखर दुनियाँ केटीसँग बोल्छ आएर श्रीमतीलाई सक गर्छ भनेस् त मबाट बाँच त सक्छ एक्लै बस्न बाँच्न सक्छु यस्तो मान्छेलाई म झेल्न सक्दिनँ लखर 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 हिँडेको छ कहाँ कहाँ घुमेको छ दुनियाँ रक्सी खाएको छ घुमेको छ तस्नी छोराछोरीको चिन्ता छैन त्यो जुनी सँगै बाँच्ने कसम खै होस् यो कसम ससम भाडमा गयो त्यो दुःखमा सुखमा बाँच्ने कसम खै यो बाचा कसम म एक्लैले निभाउन सक्दिनँ कसैले सही भन्थ्यो साला छोरी मान्छे पैसा बिक्छ आज देखे अलिकति गरिबी के आएको थियो नि छोड ठिक छ जा जा भन्नै पर्दैन म आफै निक्लेर जान्छु यस्तो झुपडीमा बस्नु पनि छैन मलाई I'll second alive without you. Get us from here! Get up from here. उना चाहिँ किन हल्ला होला डिभोर्स गर्ने डिभोर्स म दिन्छु डिभोर्स म यस्तो मान्छेसँग बस्नु सक्दिनँ रुख गएर डिभोर्स कागज बनाउने ए अन्तले मलाई दिएको फुल ए हेर ला तैँले मलाई दिएको फुल होइन त ला डिवोर्स पेपर निकाल Just give me the divorce paper. I'm telling you. I'm just asking you questions. गीत निकाल्नलाई फुल तैँले चाहेको डिभोर्स पेपर होइन ल बस अब प्रान्त तिमी आफ्नो बाटो म आफ्नो बाटो चाहिँदैन मलाई बेकार जिन्दगी यार ल सिग्नेचर नेवाली चाहिँ त्यसै नछोड्नु है तपाईँलाई प्रेग्नेन्ट बनाएको छ अलिअलि पैसा त माग्नुपर्छ यस्तोसँग के छ र माग्नु बिना चाहिँ केही पनि छैन यससँग रिमेरिङ मात्रै छ आधी सम्पत्ति मेरो नाममा गर्दै भन्नु न छैन केही पनि फुटे कौडी छैन सबै खाएर सिद्ध्याएको छ कङ्गालपति छ केही पनि छैन घर छ गाडी छ कहाँ केही छैन लुकाएर ऋणै ऋण छ ब्याङ्कमा टन्ने ऋण छ यस्तो हुँदैन म 1 रुपियाँ लिएर डिभोर्स गर्दिन केही छैन कङ्गालपति छ यसले खानु त दिँदैन राम्रोसँगले सायद गरिबहरुले हेर्नु पाल्न सकेको छैन बच्चालाई खुवाउन सके छैन मलाई पाल्न सके छैन सम्पत्ति माग्नु न आधी हिस्सा बाबु माग्नु त हुनु पर्यो नि पहिला सम्पत्ति त्यो गाडी काटेर भए पनि आधी मेरो नाममा गर्दै भन्नु न अनि त भाडाको भाडाको गाडी मलाई त थुतुले काट थुतुले काट पहिला धनी हुन्थ्यो भने यहाँ डिभोर्स माग्थ्यो दुईटा टायर मलाई दे भन्नु गाडीको टायर मलाई दे
गाडीको टायर मलाई